नमस्कार। अहिले हामी डाँडा गाउँमा छौँ। हेलो दाजु नमस्कार। अब निस्किनु भयो काममा? ल धेरै धन्यवाद हजुर। हो हामी हेटौडाबाट हजुर। अहिले हामी यो डाँडा गाउँको सुन्दर बस्ती सँगसँगै यो धौलागिरी हिमाल होइन बुवा पारीको अन्नपूर्ण भाग है। अनि यता रहेको छ माछापुच्छ्रे चाहिँ अहिलेसम्म बादलले लुकाइराखेको छ। थाहा छैन बादल किन यति निष्ठुरी भयो। हामी आउँदा पनि है त्यता टाढाबाट आउँदा पनि माछापुच्छ्रे हिमाललाई अवलोकन गर्न सकिरहेको छैन। र यसै गरी यहाँनिर रहेको छ यो सुन्दर बस्ती। यहाँनिर हामी नगेन्द्र भेना र म छु। यसै गरी यो सुन्दर बस्तीको दृश्य म हजुरहरूलाई देखाउँदैछु। रबिन चेपाङ क्रिएसन युट्युब च्यानललाई हेर्न नभुल्नु है त।